नमस्कार साथीहरू। आज म नेपालकै सुन्दर र ऐतिहासिक जिल्ला पाल्पाको यात्रामा छु। मेरो यात्रा सुरु हुन्छ तानसेन बजारबाट। ढुङ्गाले बनेका पुराना गल्लीहरू, परम्परागत नेवारी शैलीका घरहरू र जीवन्त स्थानीय वातावरणले यहाँको छुट्टै पहिचान बनाएको छ। बजारमा हिँड्दा इतिहास र संस्कृतिको अनुभूति गर्न सकिन्छ। अब लागौं पाल्पा दरबारतर्फ। पाल्पाको गौरव मानिने यो ऐतिहासिक दरबारले यहाँको समृद्ध इतिहास र वास्तुकलाको कथा सुनाउँछ। यसको भव्य संरचना र सांस्कृतिक महत्त्वले हरेक आगन्तुकलाई आकर्षित गर्छ। त्यसपछि पुगेँ पाल्पाको मुकुट भनेर चिनिने रानी महलमा कालीगण्डकी नदीको किनारमा अवस्थित यो सुन्दर दरबार प्रेम, इतिहास र कलाको अनुपम उदाहरण हो। शान्त वातावरण र मनमोहक दृश्यले यहाँको अनुभवलाई अझ विशेष बनाउँछ। प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधताले